हामी भाग्यरत्न फिल्म्सको तर्फबाट न्यानो अभिवादन साथै आउँदै गरेको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना। नेपाली चलचित्र कसरी कहाँ केबाट आयो भन्ने कुरोहरू धेरै लामो चर्चा परिचर्चामा अब सिनियर मोस्ट हामीले यसो हेर्दै जाँदाखेरि निर राजा हुनुहुन्छ। म पनि बुढै भइसकेको छु तर आउने जेनेरेसन एकदम नै भेरी एनर्जेटिक जेनेरेसन छ र नेपाली फिल्म्सलाई यिनीहरूले अर्कै एउटा उचाइमा पुर्याउँछ भन्ने हामी वी क्यान सी अ भेरी भेरी ब्राइट फ्युचर अफ नेपाली फिल्म। र आज हामी धेरैलाई मिस पनि गर्दैछौँ। हाम्रा अनन्य मित्र सुनिल थापा, उनलाई हामी कहिले पनि स्वर्गीय भनेर भनेर सम्बोधन गर्दैनौँ, किनकि चलचित्र जबसम्म रहन्छ हामी बिच उनी बाँचि नै रहन्छन्। अनि आज मात्रै नेपाल र नेपाली सङ्गीतलाई साह्रो माया गर्ने, नेपाली फिल्म है चलो गाउँगी भनेर खुसी हुने र मेरो जिन्दगीको पहिलो चलचित्र बाँसुरीको पहिलो गाना गाइदिने आशा भोसलेजी पनि दिवंगत हुनुभएको छ। उहाँको आत्माको लागि पनि हामी चिर शान्तिको आत्माको चिर शान्तिको लागि प्रार्थना पनि गर्छौँ। र हामी स्टार्ट गर्नुभन्दा पहिला एउटा सानो रिक्वेस्ट के गर्न चाहन्छु भने हामी थुप्रैजनालाई मिस गऱ्यौँ, थुप्रैजनालाई गुमायौँ र मलाई पर्सनली यो पहाडमा धेरै एक्साइटेड थिए हाम्रा सुनिल थापाजी। चिनोमा राते काइलापछि चिनोमा राते काइलाको एउटा पछि एउटा ब्रान्ड नै हुनुभयो, एउटा भिलेनको एउटा राम्रो। र त्यो चिनोपछि लामो अन्तरालमा सँगै काम गर्नु चाहिँ गरेनौँ, मित्रता कायम थियो, राम्रो हेलो हाई हुन्थ्यो। पहाड बनाउँदाखेरि मैले सुनिल एउटा रोल छ, कस्तो रोल छ भन्दाखेरि चाहिँ एक्ज्याक्टली तिमी जस्तै छ, बाहिरबाट हेर्दा हा गर्दाखेरि तर्साउने भित्र चाहिँ बच्चा जस्तो। र यो टाइपको डुअल क्यारेक्टर छ र त्यसमा लेट्स ट्राई भन्दाखेरि अलिकति रोल सुनेर हि वाज एक्साइटेड। र पछि यसो भनौँला प्रिमियरमा, विशेष प्रिमियरमा हामी चिनोको कुरा यसरी गरौँला उसरी गरौँला, थुप्रो कुराहरू थिए। अनि मिडियामा पनि थुप्रो कुराहरू बोल्ने कुराहरू थिए, अब छैनन् ती कुराहरू। उसको याद मात्रै छ हामीसित। र सुरुमा म केही हाम्रा कलाकारहरूलाई यहाँ स्टेजमा बोलाउँछु। प्लिज नाम दिँदै हाम्रो अरुण छेत्री, हाम्रो नायक, प्रमिसिङ आर्टिस्ट, धेरै राम्रो कम्प्लिट हिरो प्याकेज भन्नु मिल्छ उनलाई। र नयाँ नवोदित नायिका पञ्चमी अनि वेलकम भुवन भाइ, वेलकम। अनि रेणुनाथ योगी, रेहाना नानी,